पौष 14 आज स्वर्गवासी श्री 5 वीरेन्द्रको जन्मजयन्ती। हाम्रो पुस्ताले विद्यालय, गाउँ, जिल्ला, अञ्चल र देशव्यापी रूपमा विभिन्न प्रतियोगितामा भाग लिएर सहभागी भएर यो दिनलाई भव्यताका साथ मनायो र एउटा दुःखद घटनामा जेठ 19 2058मा देशका अभिभावकलाई गुमायो। उहाँको निधनपछि राजनीति, द्वन्द्व अनि अन्तर्राष्ट्रिय समीकरणका बीच देशमा नयाँ राजा ज्ञानेन्द्र शाहका बारेमा अफवाह फैलाइए अनि विभिन्न शङ्का, उपशङ्का र अन्तर्राष्ट्रिय षड्यन्त्र सिद्धान्तका छापका बीच नयाँ खालको व्यवस्थामा देश अघि बढ्यो। तर जनता र देशको भाग्य र भविष्य पहिलेभन्दा झन भुमरीमा पर्दै गइरहेको छ। नयाँ पुस्ताका लागि न अवसर न त आस्था नै रहने हालत बनेको छ। देशको ठुलो जनसङ्ख्या विदेशिनु पर्ने अवस्थामा छ। युवा पुस्ता पनि विदेशिनु मात्र विकल्प देख्ने अवस्थामा छ। वास्तविकतालाई स्वीकार्ने हो भने हामी भविष्यविहीन असफल राष्ट्र बन्दै गइरहेका छौँ। नेपाल राष्ट्रका रूपमा पछिल्लो 20 वर्षको राजनीतिक रसाकसी, अरबौँको खर्च पछि पनि हामी कहीँ पुग्न सकेका छैनौँ। आज स्वर्गवासी श्री 5 वीरेन्द्रको सम्झना गर्दै गर्दा हामीले पछिल्लो 20-25 वर्षको राजनीति र खर्च भएको स्रोतप्रति जवाफदेही बनेर देशलाई एकता र विकासको बाटोमा लैजानुपर्ने होइन। नेपालमा भविष्य अवसर बनाउनका लागि नेपालको मौलिक राजनीति र आर्थिक व्यवस्था पृथ्वीपथलाई अङ्गीकार गर्ने उपयुक्त मोडमा चाहिँ देश पुगेको छ। नयाँ पुस्ताले यसलाई सदुपयोग गरेर नेपाल साँच्चै नै स्वर्ग जस्तो बनाउन सक्छ। यदि तपाईँ बा, आमा, छोराछोरी, काका-काकी, दाजुभाइ सबै नातेदार सहितको सम्पन्न र सुखी परिवारमा बस्न र बाँच्न चाहनुहुन्छ भने देशको पक्षमा, नेपालका पक्षमा अनि भविष्यका पक्षमा उभिने र योगदान गर्ने समय, अवसर यही नै हो। यदि तपाईँलाई नेपाल फर्कौँ, नेपालमै बसौँ, नेपालमा बसेर प्रगति गर्न सकिन्छ र आफ्नै ठाउँमा केही गरौँ भन्ने लाग्छ भने यो आजको दिन चाहिँ तपाईँले त्यसको लागि पाइलो चाल्ने दिन हो। पहिलो पाइलो तपाईँले राख्नुभयो भने तपाईँले अवश्य पनि सफलता र अन्तिम पाइला चाहिँ नेपालमै टेक्ने अवसर पाउँछ।